नेपालको राजनीतिमा 2/3 भन्ने शब्द सुन्दा कस्तो शक्तिशाली लाग्छ है। तर के हो त यो? कसरी एउटा पार्टीले पुरै देशको संविधान नै बदल्न सक्छ? ल आउनुहोस् आज यही विषयमा अलिक गहिरिएर कुरा गरौँ। के कुनै एउटा पार्टीले जति नै लोकप्रिय भए पनि देशको मूल कानून मतलब संविधान नै त्यसरी सजिलै बदल्न सक्छ? यो प्रक्रिया खासमा कति सजिलो छ वा कति गाह्रो? यो सबै कुराको जड भनेको हाम्रो संसदको तल्लो सदन प्रतिनिधि सभाको गणितमा छ। जम्मा 275 सदस्य हुन्छन् र त्यहाँ केही म्याजिक नम्बरहरू छन् जसले सबै कुराको फैसला गर्छ। पहिलो र सबैभन्दा सामान्य नम्बर हो 138। यति सिट भयो भने कुनै पनि पार्टी वा गठबन्धनले सरकार बनाउन सक्छ अनि देश चलाउन चाहिने साधारण कानूनहरू पनि पास गर्न सक्छ। अब यो सामान्य बहुमत भनेको भनौँ न सत्ताको साँचो जस्तै हो। यसैले सरकार बनाउने, देशको वार्षिक बजेट पास गर्ने र अरू सामान्य विधेयकहरूमा निर्णय लिने अधिकार दिन्छ। तर असली गेम चेन्जर नम्बर भनेको 138 होइन, 184 हो। यही हो त्यो शक्तिशाली 2/3 बहुमत जसको चर्चा जहिले पनि हुने गर्छ। र यहाँनिर हेर्नुहोस् त, सामान्य र 2/3 बहुमतमा कति फरक छ। सामान्य बहुमतले सरकार चलाउँछ, कानून बनाउँछ, तर 2/3 बहुमतले त प्रधान न्यायाधीश, सर्वोच्चका न्यायाधीशहरूलाई महाभियोग लगाउने मतलब हटाउन सक्नेसम्मको असाधारण शक्ति राख्छ। यो साधारण शक्ति पक्कै होइन। ला त्यसो भए 184 सिट आयो भने त संविधान पनि बदल्न सकिन्छ होला नि, होइन त? तर कुरा त्यति सोझो छैन। जवाफ अलिक घुमाउरो छ। संविधान संशोधन गर्ने प्रक्रिया भनेको एउटा चाबीले खोल्ने ढोका जस्तो होइन। यसको लागि त दुईवटा छुट्टा छुट्टै चाबी चाहिन्छ। आउनुहोस् हेरौँ यो 2 चाबी प्रणालीले कसरी काम गर्छ। त्यसैले हेर्नुहोस् है, प्रतिनिधि सभामा 2/3 पुर्याउनु भनेको त एउटा ठूलो पहाड चढ्नु जस्तै हो। तर त्यो त पहिलो खुड्किलो मात्रै हो। अझै अर्को उस्तै गाह्रो खुड्किलो त बाँकी नै हुन्छ। यही दोस्रो खुड्किलो हो हाम्रो संसदको माथिल्लो सदन, राष्ट्रिय सभा, जसको बारेमा धेरै चर्चा हुँदैन, तर यो एकदमै शक्तिशाली छ। अब प्रतिनिधि सभामा त हामी सिधै भोट हालेर सांसद पठाउँछौं, तर राष्ट्रिय सभामा त्यस्तो हुँदैन। यहाँका सदस्यहरूलाई प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरूले चुन्छन्। त्यसैले यहाँको दलीय समीकरण प्रतिनिधि सभाको भन्दा पुरै फरक हुन सक्छ। यहाँको अङ्कगणित हेरौँ त, संविधान बदल्न 40 सिट चाहिन्छ, तर कुनै पनि एउटा पार्टी त्यो नम्बरको छेउछाउ पनि छैन। यसको सोझो अर्थ के हो भने तल्लो सदनमा जतिसुकै ठूलो आधी नै किन नआओस्, माथिल्लो सदनमा आएपछि सबैले मिल्नै पर्छ, सहमति गर्नै पर्छ। यो व्यवस्था संविधान बनाउनेहरूले जानी जानी राखेका हुन्। यो एउटा सेफ्टी भल्भ जस्तै हो। यसले के सुनिश्चित गर्छ भने कुनै एउटा पार्टीले चुनाव जित्ने बित्तिकै आफ्नो मनलाग्दी देशको मूल कानून नै फेर्न नसकोस्। तर यो प्रक्रियालाई यति धेरै गाह्रो किन बनाइयो होला? यसको जवाफ हाम्रो आफ्नै इतिहासमा लुकेको छ। नेपालको इतिहास त संवैधानिक उथलपुथलले भरिएको छ। हामीले 7-7वटा संविधान भोग्यौं। कहिले संविधान बदल्न अति सजिलो भयो, जसले गर्दा राजाले शक्ति लिएर निरङ्कुशता लादे। कहिले फेरि यति गाह्रो भयो कि राजनीतिक गतिरोध नै भयो। त्यही तितो अनुभवबाट सिकेर अहिलेको यो कडा व्यवस्था राखिएको हो। अनि प्रक्रिया मात्रै होइन, संविधानले त केही कुराहरूमा डेडलक नै लगाइदिएको छ। मतलब दुवै सदनमा 100% बहुमत आए पनि केही कुराहरू बदल्न पाइँदैन। जस्तै नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, यी कुराहरूमा कुनै सम्झौता हुँदैन। यही सबै कुराले हामीलाई आजको राजनीतिक बहसको ठिक केन्द्रमा ल्याइपुर्याउँछ। त्यसैले अहिले रासोपा जस्ता नयाँ शक्तिहरू ठूला परिवर्तनका एजेन्डा लिएर आउँदा यो प्रश्न झनै महत्त्वपूर्ण भएको छ कि संविधान संशोधनको यो गाह्रो प्रक्रिया हाम्रो लोकतन्त्रलाई जोगाउने बलियो पर्खाल हो वा समयअनुसार चल्न नदिने बाधक। देशलाई स्थायित्व चाहिएको छ, तर परिवर्तनको चाहना पनि उत्तिकै छ। यी दुई बीचको सन्तुलन कसरी खोज्ने? सायद यही प्रश्नको जवाफले नै हाम्रो भविष्यको बाटो तय गर्नेछ।